हल्का घाउरो छ नि दाइ हाततिर कि देख न घाउरो यस्तो च्याप घाउरो छ कि यो घाउरो छ कि खुट्टा चाहिँ अझै यसो गरेर खुट्टाको एकैछिन म काम गर्दैछु भनेर ए हुन्छ त्यो प्रधानले खुट्टा कोट्टाएर मैला निकालिसक्यो होला यस्तै हात फेरि ठिकै भयो त मैला पनि निस्किँदो रहेछ यसो कोट्टा लाग्यो हल्का मैला निस्किँदो रहेछ कोसँग खोर्सानी डाल्नु पर्छ त्यो घमौरोमा अरे घमौरो खोर्सानी लाग्यो त्यो मोर्रो मोर्रो क्या अचुलिया भनेको होइ भनेर अचुलिया भनेको नयाँ आइडी हजुर नमस्ते हजुरलाई है लाइट डन गरिदिनुहोस् प्लिज है एकैछिन ल एकछिन ल ड्युटीमा हो भाइ ल धन्यवाद लाइक डन हुन्छ प्रधान सर हुन्छ प्रधान सर ए हुन्छ धन्यवाद हजुर हुन्छ धन्यवाद अचुलाई भनेको कुनै मैले एउटा आइटम कहाँ पनि भेटेको थिइनँ मेरो साथमा चल काहीको भए होला भुल्यो होला है हुन्छ धन्यवाद हजुर मेरो लाइभ स्ट्रिम आउनुभयो कि लाइक गरिदिनु भयो थ्याङ्क यू धन्यवाद हो तपाईँको अरिजिनल आइडी हो क्या अरिजिनल आइडी हो भने भन्नुहोस् कि म तपाईँलाई ब्लू दिइहाल्छु ल सपोर्टमा के फाइदा छ दिएर पनि हो यसमा म दिइहाल्छु हाम्रो यस्तै भन्नु न यस्तै सरलाई एकछिन काम छ अरे नि उसको अब बिजी भएर जान्छ अरे कि अब हामी नि म यसो लाग्यो कि लुङ्गा बुढोको साथीहरू त हाम्रो इन्टु साथी जस्तो भयो हाम्रो सरलाजीहरू भयो होइन हाम्रो लुङ्गाहरू ब्रोहरू है हाम्रो यस्तैका सिसहरू भयो यता स्यामसङ उयो स्यामसङ सिसहरू भयो यता हाम्रो लुकिमाहरू भयो मिनिम्याक्सहरू मिल्ने साथी छ यसमा हेलो हुन्छ सर भनेर ह्यान्सी सर के म के ब्लू दिनु ब्लू तपाईँ नै मलाई ब्लू दियो ल तपाईँ पनि अब यसमा निलो हुनु हो सबैजना एक आपसमा जोडिदिनुहोस् यस्तिका सिस कितने गए आप किधर गए वहाँ जल्दी आइए इधर प्लिज हम सन्तोष ग्रुप नै हरा भयो मलाई चिन्नु भएन अब कहाँ चिन्नुहुन्थ्यो त मैले मेरो आइडी थिएन नि त मलाई यसरी हुन्छ सरला सिस मलाई नि फेसबुकमा फेसबुक रिक्वेस्ट सेन्ड पठाइदिनु है ल भनेर हो इट्स मी हिमाल यस हिमाल इट्स मी हिमाल यस ओके त्यहाँ हिमाललाई किन नचिन्नु पुरानो साथीहरू हुने तर यो नयाँ आइडी रहेछ यहाँलाई मलाई याद सायद मलाई सपोर्ट गरेको होला मैले भुलेँ कि है यो सपोर्ट आइडी हो ए हुन्छ त्यसमा ब्लू चाहिएको अरिजिनल आइडीबाट आउनुहोस् नि कि लाइभ बस्नु भएको छ कि तपाईँ अझै त्यो सरल यस्तो फुटाइसकेको सरललाई मार्छ कि मैला निकालिसक्यो भनेको म लाइभमा छु अर्को आइडी ए हजुर हुन्छ नि मेरो त एउटा फोन छ अर्को फोन त मेरो बिग्रिएर सर्वनाश भएको छ नभए त्यहाँबाट यसो सपोर्ट जाँदा हुन्थ्यो छु अर्को आइडी हुन्छ नि अर्को आइडीमा हुँदा चाहिँ खुसी लाग्यो है कमसेकम लाइफमा भएर पनि तर यसो साथीहरूलाई भेट्नु आउनु एउटा इम्पोर्टेन्ट साथी भयो भने अरू भन्नुहोस् प्रेमताजी त्यो त अन्त हिमालको हुइको एकदम लाइफमा फर्स्ट हुइ नै अब हिमालको हुइ हो नि त त्यति त हामीलाई थाहा छ नि त सरलाई सिस खोइ ब्रो सरलाई चिज भने एकछिन हुँदैछ त्यो पनि बिचरा ड्युटीमा होला त्यही कारणले यस्तै घर अफिसको कामहरू आउनुहुन्छ एकछिनमा त्यहाँदेखि के भन्नु थियो भने यस्तो लाइफ के भन्छ यस्तो त्यसरी यो लाउँछ नि त्यो कसरी गर्नु ट्याक्कै बुझिनँ